ल आज चाहिँ हामी धेरै गर्मी भएर धेरै टाढोतिर चिसो हावा खान निक्लेका छौँ। हाम्रो नेमलममा आमा पनि यहाँ ज्याकेट ल्याएर बसिरहेको छ। धरानमा चाहिँ गर्मीले खलखल पसिना आएकै थियो, यहाँ आएपछि त एकदम शीतल भइहाल्यो नि। हाम्रो 1000 बुद्ध भेरेटार बजार चाहिँ साँगुरी गढी जाँदै हो। आज धेरै गर्मी भएकोले यसो हामी चाहिँ घुमफिरमा निक्ल्यौँ। यो गेट चाहिँ गेट चाहिँ काटी भएर मन्दिर जाने बाटो। ठ्याक्कै साँगुरी गढी आइपुगेको अवस्था। बट ल निम्लमा ल हामी चाहिँ यहाँ माथि झन्डा पार्क जाँदैछौँ साँगुरी गढीको। ल ल ल नमस्ते। ल ल के हो अन्त घुमफिरमा आएको हो? ल ल कस्तो छ नि खबर खबर? एकदमै ल अरूभन्दा पनि ल नानी बाबु पनि आएछ। नमस्ते गर। नमस्ते नानी। ल आज चाहिँ हामी दुईजनाको चाहिँ अब यात्रा घुमफिर चिसो छ साँगुरी गढीमा। ल हाम्रो नेमलममा आमा। ल साँगुरी गढीको गेट। यो पार्क पनि एकदम घुमफिरको लागि चाहिँ राम्रो रहेछ। हजुरहरू पनि एकदम यो भिडियो हेरेर एकपल्ट चाहिँ घुम्न आउनु होला। लुङ्थ लगाएर यहाँ चाहिँ एकदम राम्रो बनाएको रहेछ। यसपालिको साङ पूजामा चाहिँ खास यहाँ आउँदा पनि उपयुक्त लाग्यो, राम्रो। रुखहरू पनि धेरै अग्लो अग्लो रहेनछ। लुङ्था टाङ्नलाई पनि धेरै सजिलो। ल है गाइज एकदम राम्रो रहेछ हाम्रो साँगुरी भन्ज्याङ। अब हजुरहरूलाई एकदम चाहिँ उपयुक्त भिडियो यो गर्मी मौसममा सरर बाइकमा आउने, गाडीमा आउने, त्यहाँबाट घुमफिर गर्ने, रोमान्टिक गर्ने, पिकनिक पार्टीको लागि पनि उपयुक्त रहेछ एकदम। ल यहाँ पुरा ऐतिहासिक तोपहरू होला यो।
पहिलाको राजाको गढी नै रहेछ यो। ठ्याक्कै हाम्रो ओसो निक्लिने पदमार्ग चाहिँ यहाँबाट रहेछ। यसरी गएर यहाँबाट चाहिँ यसो हुँदै गएर यो तलको सानो घरबाट यो डाँडा हुँदै चाहिँ परको सेतो हुँदै यताबाट डाँडै डाँडा तल झर्दो रहेछ। यो पदमार्ग निर्माण भइसकेपछि यो हाड जोर्नीहरूको नसाको बिमारीलाई चाहिँ धेरै नै सुविधा चाहिँ मिल्ने देखिन्छ। र हाम्रो तल चाहिँ ओसो ल साँगुरे गढीमा हेर्दै यहाँ होस्सु आएर पानी परेर म गरिम भएर घुमफिरमा आएको। चिसो मौसम चाहिँ एकदम फ्रेस भयो तर पानीले खत्तम पार्यो।